यो खोटाङको जनताहरूले चाहिँ कहिलेसम्म यसरी शास्ति खेप्नु पर्ने हो क्या होइन अचम्म भइरहेको छ। म 4 घन्टा अगाडि आएको तर अहिलेसम्म मैले गाडी पाएको छैन क्या। यो चाहिँ भन्नुहुन्छ भने उदयपुर हो, यो पारी देख्नुभएको चाहिँ बङ्सिला घाट हो। अनि यहाँको जनताहरूले चाहिँ कहिले सुख पाउने खोइ केपी ओली त मुजीले जितेको भइसक्यो क्या। यहाँनिर बारम्बार त्यही मुजीले जितेको छ होला, एमाले होइन, काङ्ग्रेसले, माओवादीले सबले नै जितेको छ। तर खोइ विकास होइन क्या, यहाँ विनाश भइरहेछ यार। भोट चाहिँ अलिक मुजी जान्ने मान्छेलाई हालिदिउँ न। यो के हो यो? मलाई चाहिँ यो साह्रै यो मन परेन। मुजी गिद्दी लाग्यो यो। 4 घन्टा अगाडि आएको मान्छे अहिलेसम्म म यहीँ छु क्या, उदयपुरमा छु म होइन। यो पारीको देख्नुहुन्छ भने चाहिँ बङ्सिला हो, यो पुल देखिराख्नु भएको छ होला। यो मलाई मन परेन फेरि के, म जेनजी युवा हो तर होइन म राम्रोसँग भनिरहेको छु। यो भएन, यो विकास के हो यो? विकास अरे मुजी कमिलाको गतिमा हिँडिरहेछ क्या। अलिक हामीलाई छिटो हुनु पऱ्यो नि त विकास। यो खोटाङको मान्छेहरूले चाहिँ कहिलेसम्म यस्तो शास्ति खेप्नु पर्ने? अनि खोटाङको मान्छेहरूले के राम्रो मान्छेलाई चाहिँ के भोट हाल्नु सक्दैन? राम्रो मान्छेले भोट हाल्नु पऱ्यो नि त यार। यो भएन क्या, यो भएन। यो गिद्दी भयो, यो अति भयो। यो खोटाङको जनता अलिक बुझ्नुपर्ने हुन्छ क्या यो यार। यो सम्झिँदा पनि अचम्मै लागिरहेछ। यो उताको चाहिँ बेली ब्रिज बनिरहेको देख्नु सक्नुहुन्छ भने यो यताको चाहिँ पक्की पुल बनिरहेछ। यो बङ्सिला घाट हो, यो उदयपुर र यो खोटाङको सिमाना हो। यो के हो? यो मलाई मन परेन होइन। म यसको बारेमा म पहिलादेखि नै बोलेको मान्छे हो। त्यही भएर अब खोटाङ विकास गर्नु मन छ भने चाहिँ के गर्नु मन छ भने चाहिँ श्रम संस्कृति पार्टीलाई होइन सबले समर्थन गरौँ क्या। 10 वर्ष 20 वर्ष भइसक्यो, खोइ के हो विकास? केही भएको छैन होइन, जस्ताको तस्तै छ क्या। जस अब गर्न सक्छ भने चाहिँ हर्क साम्पाङ हो, उहाँलाई चाहिँ मेरो तर्फबाट एकदमै सपोर्ट छ। अनि मेरो तर्फबाट होइन भोट पनि उहाँलाई नै हो। तर सर्वप्रथम यो खोटाङलाई चाहिँ हेर्नु पऱ्यो क्या। यहाँको जनताले यति धेरै शास्ति खेप्नु परेको छ। यहाँका मान्छेहरूले एमाले, काङ्ग्रेस, माओवादीलाई नै भोट हाल्छ, त्यो मलाई थाहा छ। तर पनि श्रम संस्कृति पार्टीले हेर्नु पऱ्यो क्या, यहाँनिर सङ्गठन गर्नु पऱ्यो होइन। म बुझिरहेको छु यो जन्तेढुङ्गा गाउँपालिका 2 हो क्या यो पारीको होइन। खोइ अहिलेसम्म विकास भनेको केही छैन, जिरो। मलाई यस्तो नराम्रो लागेको छ। म 4 घन्टा अगाडिबाट यहाँ गाडी कुरेर म बसिरहेको छु। म यहाँ धरान पुग्ने मान्छे, अहिलेसम्म म 4 घन्टादेखि यहीँ छु क्या, जहाँ त्यहीँ छु। यो भएन, मलाई साह्रै मन परेन यो। म दुःख लागेरै यो म भिडियो बनाइरहेको छु क्या। यो खोइ के हो? कस्तो मान्छेलाई तपाईँहरू भोट हाल्नुहुन्छ? अलिक राम्रो मान्छेलाई, भिजन भएको मान्छेलाई भोट हाल्नुहोस् न हो। केही छैन क्या यार। आफ्नो जात साथ नहेर्नुहोस् क्या। जो राम्रो मान्छे छ, जसले गर्छु भनेको छ उसलाई एकचोटि मौका दिनुहोस् भन्ने मेरो धारणा हो होइन। अहिलेसम्म अब म यहीँनिर हेर्नुहोस् बसिरहेको छु। यो मलाई भएन, यो मलाई मन परेन, चित्त बुझेन, त्यही भएर मैले यहाँ भिडियो बनाइरहेको छु। यो के हो? पछि मैले बिहे गरौँला, मेरो छोराछोरीले पनि यसरी नै मैले यस्तै दुःख पायो भने त्यो के मतलब हो? यो मतलबै भएन। मेरो आँसु झरिरहेछ क्या अहिले होइन, नराम्रो लागिरहेछ। यहाँ देख्न सक्नुहुन्छ झोलुङ्गे पुलको यहाँ पक्की पुलै छैन क्या हाम्रो खोटाङमा अहिलेसम्म एउटा पनि। खोइ के हो? यहाँको एमाले, काङ्ग्रेस, माओवादी, यो पारी जितेको चाहिँ माओवादीले हो। योभन्दा अगाडि एमाले जितेको थियो। खोइ के गर्यो विकास यो त्यो गर्छु भन्छ मुजी खोया। मुझे भन्दा होइन आज म बाध्य भयो क्या, त्यही भएर मैले भिडियो बनाइरहेको छु। आज म पुग्न सक्छु कि सक्दिनँ क्या धरान, त्यो पनि मलाई थाहा छैन। यस्तो त गर्नु भएन नि, कति इम्पोर्टेन्ट काम हुन्छ मान्छेको यार। अहिले रोकेकै छ, जाने भनेर मुझे 11 बजी आएको मान्छे अहिले 3:08 भइसक्यो।